सुरु भइसक्यो है। हात रेडी हुनु पहिला भास्टिकालाई अनि त्यसपछि 1 2 3 स्टार्ट। सेकेन्ड राउन्डलाई रेडी, सासभित्र मिलेन, हात खुल्ला माथि तलसम्म जोडले तान्ने तान्ने तल यहाँ तल मिलेन मिलेन, हात खै चप्प हो नाकबाट सास फेर्ने, नाकबाटै खाने। जोड्नुहोस्, आँखा बन्द। भजन गाउने के आउँछ मनलाई एकैछिन गाउनुहोस् न, ठुलो स्वरले। श्री कृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव। कपुर आउँछ नि है, कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि, भवं भवानी सहितं नमामि। अब ओम भन्ने है, तीनचोटि है, अ उ र ओ गर्ने है। पहिला सुरु, लामो सास फेर्ने, फेरि दुईचोटि है, अर्को दुईचोटि सास फेर्नुहोस्, अनिखेर लामो जान्छ। बिस्तारै गर्नुहोस्, खुट्टा सिधा, यहाँ घुँडामाथि खुट्टा, खुट्टा सिधा, हात घुँडामाथि हात, अनि चलाउने। 1 खै ठोकेन, 1 2 3 4 5 6 7 8 9 10। अब यसले 1 2 3 बिस्तारै 4 खै तल तल थिच्ने, अझै थिच्ने, 4 5 माथि माथि तान्ने, 5 6 भएन भने तलसम्म, 6
7 फिर 8 9 10 11 12 13 1 2 3 4 5 उल्टा 1 2 उल्टा घुमाउनु भएन 3 घुमाउनु 4 5 अब किक यसमा किक गर्नु 2 3 4 5 अब पेन्डुलम जस्तो यस्तो घडी जस्तो हैन 1 2 3 4 5 अब अर्को खुट्टा अरू सम्झाउने अनि त्यसपछि घुमाउने 1 2 खै भएन यहाँ घुँडाबाट घुमाउने त्यो तलको घुमाउने 1 2 3 भएन खै यसो घुमाउने 4 बिस्तारै 4 5 उल्टाबाट 1 2 3 4 5 अब घडी जस्तो पेन्डुलम 1 2 3 4 5 अब किक 1 2 3 4 5 अब यहाँ बटरफ्लाई तल्लोसम्म लाने अनि गर्ने 1 2 3 4 5 6 मजाले खै हल्लानु फ्ल्याप भएन 4 5 6 9 10 11 12 13 14 15 16 17 18 19 20 अब एउटा खुट्टा यो दायाँ खुट्टा यसरी नै पलेटी कस्ने अर्को यताबाट ल्याउने अब यो यसो गर्ने हात यहाँ राख्नुहोस् अनि यहाँ पछाडि हेर्ने 1 2 3 4 5 अब अर्को खुट्टा माथि सक्छ भने अझ यसो गरे हुन्छ यो 1 2 3 4 5 अब हात सीधा 1 2 3 4
मुठी बंद बुढ़िया भित्र उल्टा 1 2 3 4 5 6 7 8 9 10 अब 1 2 झट्का 3 4 5 6 7 8 9 10 अब यहाँ तल आएपछि घुमाउ कुइना जोडेर 1 माथिसम्म 2 3 4 5 भएन 6 7 अब उल्टा भयो 1 2 3 4 5 अब छेउमा 1 2 3 4 5 सिधा राख्ने झट्का हान्ने 1 2 3 4 5 6 7 8 9 10 अब यहाँ यसरी भित्तालाई धकालेको जस्तो दुवैतिर बेस गरी पुस गर्ने धकाल्दै बेस गरी धकाल्ने माथि तल भएर हात सिधा हो अब यस्तो आँख खोल्नुहोस् अनि घुमाउनुहोस् बाई बाई 1 2 3 4 सीधा सीधा हाथ तनक्क तन्काउने 7 8 9 अब उल्टाबाट 1 तनक्क तन्किने 2 3 4 5 अब यस्तो चलाइदिनुहोस् बुढामाथि हात 1 2 3 4 घुमाउने 5 6 7 8 अब उल्टाबाट 1 2 3 4 5 6 7 अब घाँटी है अब अघि जस्तै गर्नुहोस् त फेरि एकचोटि यो लेफ्ट ह्यान्ड यता राइटमा यहाँ यता अर्को घुँडामा यो पछाडि हात अनि फर्किने पछाडि जिउलाई कम्मरलाई तनक्क तन्काउनु 1 2 3 4 5 फेरि यहाँ हो आफ्नो बेसकै मजाले फर्किने 1 2 3 4 5 अगाडि खुट्टा काट्नुहोस् हात जोड्ने यसरी अब चक्की चलाउने 1 खुट्टा छुँदै जाने 2 3 तलसम्म 4 5 खै खुट्टा छैन त 6 7 8 अब उल्टा भयो 1 2 3 4 5 6 खै घुमेन हात सिधा हात बाङ्गो हुनै हुँदैन 7 8 9 10 खुट्टा जोड्नुहोस् खुट्टा जोडेर सँगै ल्याउनुहोस् हात छुनु सक्छ छोएर माथि हेर्ने सिधा हो जिउ ढाड सिधा माथि हेर्ने 1 2 3 4 5 6 7 8 9 10 ल कन्टिन्युस यति भयो कन्टिन्यू मलाई देख्छ नि होइन यता दुईटै खुट्टा माथि लाउनुहोस् 1
सिधा त्यत्रो माथि होइन अलिक तल खुट्टा सिधा घुँडा नबढ्ने हो 1 2 3 4 5 6 7 8 9 10 अब यसो मोड्नुहोस् मोडेर तल राख्ने खुट्टा दुईवटा यो अलिकति मात्र काट्ने अनि हात भुइँमा छ है अनि हिपलाई उठाउनु हो 1 2 3 4 5 तल राख्नुहोस् फेरि उठाउनुहोस् है त फेरि 1 2 3 4 5 तल राख्नुहोस् अब फेरि एकचोटि लास्ट है फेरि एकचोटि 1 2 3 4 5 अब ऊपर खुट्टी लाउने अनि खुट्टालाई यहाँ तलबाट समात्ने अनि तान्ने आफूतिर 1 2 3 4 सक्दो अझ छाकसम्म पुऱ्याउनु खोज्ने 5 6 7 8 9 10 ल अब अर्को खुट्टा माथि ऊपर खुट्टी फेरि त्यस्तै तलबाट 1 2 3 4 5 6 7 8 9 10 फेरि एकचोटि अर्को खुट्टा 1 2 3 4 5 6 7 8 9 10 अर्को खुट्टा 1 2 3 4 5 6 7 8 9 10 अब रिल्याक्स खुट्टा सिधा गरेर एकछिन बस्नुहोस् आराम गर्नुहोस् अब एउटा खुट्टा मोड्ने है एउटा खुट्टा मोड्नुहोस् अनि मजाले हातले समात्नुहोस् मैले भने जस्तो टाउको नउठाउने अलिलाई अनि बिस्तारै सास लामो सास फेर्ने अनि टाउको सास छोड्दै टाउकोले घुँडा छुन खोज्ने है 1 2 3 4 5 छोडिदिनुहोस् 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 खुट्टा छोडिदिनुहोस् तलसम्म सिधा अब अर्को खुट्टा मोड्ने फेरि त्यस्तै बेसपेट खिच्ने लामो सास फेर्ने अनि छोड्दै टाउको उठाउने 1 2 3 4 5 तल फेर्नुहोस् अब दुईटै खुट्टा मोड्ने दुईटै खुट्टालाई के गर्ने अनि लामो सास फेर्ने अनि छोड्दै टाउको माथि 1 2 3 4 5 सिधा तल खुट्टा तल सिधा हत्केला माथि आकाशतिर पल्टाउने सिधा पल्टिनुहोस् लामो सास मुखले होइन नाकले फेर्ने नाकले नै फाल्ने उठेर बस्नुहोस् फेरि अब उठेर बस्नुहोस् भने टाउको है आँख खोलेर गर्ने है माथि हेर्ने तलको तल चिउरोले छाती छुने 1 आँखले 2
3, 4, 5, 6, 7, 8, आफूले 9, 10. सिधा अब दायाँ बायाँ हेर्ने 2, 3, बिचमा आउने 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20. अब यो हातले यतातिर तन्काउने होल्ड गर्ने 1, 2, 3, 4, 5. अब 1, 2, 3, 4, 5. अब टाउको घुमाउने बिस्तारै आँखाले दायाँ बायाँ पुरा घुमाउने 2, 3, 4, 5. अब उल्टाबाट 1, 2, 3, 4, पुरा पुरा 5. उठ्ने उठ्नु न त्यसमा बिस्तारै 3 दायाँ बायाँ बिच पछाडि 1, 2, 3, 4, 5. उल्टाबाट 1, 2, 3, 4, 5. अब घुँडा 1, 2, बिस्तारै बिस्तारै खै पुरा घुमाउनु न 3 हेर्नु त यता 4 मकाएर 5, 6, 7 पुरा चक्कर घुमाउनु न 8. यसो यसो मात्रै भयो कि मम्मीको आफू जिउ हल्लिने घुँडालाई हल्लाउनु न 1, 2, 3. हो अब उल्टाबाट 1, 2, 3, 4, 5. हात यसो गर्नु अनि माथि जाँदा 1 है अनि यसो उठ्ने हो 1, 2, 3, 4, 5. तल फेरि एकचोटि है 1, 2, 3, 4, 5. हो त्यसो गरेर नै हिँड्नुहोस् त यसरी हो ल अब यसरी बालीबाट कुर्कुचाबाट छेउबाट यता खुट्टाको छेउबाट यता
खुट्टा जोड्नुपर्छ, दुईवटा खुट्टा जोड्ने फेरि माथि बल्दै गर्ने बिस्तारै खुट्टा जोड्नुपर्छ, खुट्टा जोड्नुपर्छ। अब बिस्तारै खुट्टा फाट्ने अलिकति अझै आजी गर्नुपर्छ। आज मलासन सक्छ। 1 2 3 4 5 बिस्तारै बिस्तारै कोसिस गर्नु, यो चाहिँ बिस्तारै गर्नु कोसिस गर्नु। बिस्तारै खोइ बस्छ बाथरुममा कसरी बस्छ मम्मी आज गर्नुलाई हो। अझ तल बिस्तारै बिस्तारै अझ तल आज गर्नु कसरी बस्ने अब नेपाली टोइलेटमा त्यहाँ पार्कु गएर कसरी हग्ने बिस्तारै 1 2 1 2 3 4 5 7 8 9 10 खोइ गयो ल त्यसो यसो गर्नुपर्छ। 1 2 3 4 5 6 7 अझ माथि माथि 8 9 10 11 12 13 14 15 16 हात तल लाग्यो भने खुट्टा माथि ल्याउने 17 18 19 20 हो। बस फेरि यहाँ माथि यसलाई माथिसम्म तान्ने अनि तलसम्म खिच्ने हो। 1 2 3 4 5 6 7 8 9 10 out 1 2 3 4 थिच्ने थिच्ने तलसम्म यसो माग्नेमा तान्ने तलसम्म थिच्ने 6 7 8 9 10 पुर्याउनु यो दुईवटा समात्नुहोस् हात खुट्टाको पुर्याउनु पुर्याउनु हो। भित्रबाट छिराने हो। अब माथि लाउनुहोस् खुट्टा काट्ने हो। अब बुटी यसो ढाडलाई ढाडमा हाल्छ हो। झुला झुला ह्याप्पी बेबी सानो बच्चा रे खुट्टा फाट्ने घुँडा फाट्ने हो। ढाडलाई मसाज आनन्दसित तल गर्नुहोस्। हत्केला खुट्टा अलिकति फाट्ने हत्केला आकाशमा अनि एकछिन हाल्नुहोस्। आँखा चिम्म हत्केला हात माथि आकाशमा हो। नाकबाट सास फेर्ने नाकबाट फाल्ने नाम ठुलो स्वरले उठेर बस्नुहोस्। अब फेरि एकचोटि उठेर बस्नुहोस्।
अब भ्रामरी गर्ने है। भ्रामरी गर्दाखेरि आँखामा यस्तो बुढी औँलाले कान थिच्ने, सास फेर्दाखेरि कान खोल्ने, सास फेर्ने अनि गर्ने। कति चिलाइरा ल आँखामा हात राख्नुहोस्, यस्तो शङ्ख जस्तो गरेर च्याप्प होइन, बिस्तारै मात्रै। अनि लामो सास फेर्नुहोस्, कान टप्प बुढी औँलाले बन्द गर्नुहोस्, अनि फेरि गर्ने। जतिसक्यो त्यति लामो गर्ने, लामो सास फेरेर गरिराख्ने। अनि पुरा त्यो जिउभरि भाइब्रेसन भएको फिल गर्ने। 3 चोटि गर्ने, अब 2 चोटि गर्नु बाँकी छ है। ल घुँडामाथि राख्नुहोस्, आकाशतिर फर्काउनु हत्केलालाई। अनि फेरि झमझम भएको या यसो फिल गर्नुहोस्। अब आनन पालन गर्ने, एउटा ध्यान मुद्रामा, एउटा अर्को हात बुढी औँला बन्द गर्ने, एउटा ज्ञान चक्रमा, एउटाले बन्द गर्ने, अर्कोले फेर्ने, फ्याँक्ने है, अल्टरनेट। एउटाबाट लिने, अर्कोबाट फाल्ने, एउटाबाट लिने, अर्कोबाट फाल्ने। बुढी औँला छोड्ने, और 5 राउंड। दायाँबाट छोडेपछि मात्रै अनि कम्प्लिट हुन्छ। भयो? एकछिन यसरी ध्यान गरेर बस्नुहोस्। हाई गर्ने होइन, जे अहिले के गर्यो आज हामी बिहानदेखि के गर्यो सम्झिने। लामो नाकबाट सास फेर्ने, नाकबाटै फाल्ने। फेरि हात जोड्नुहोस्, नमस्ते गर्नुहोस्। ल अब तमेव माता है। तमेव माता च पिता
सबै आफ्नो सबै भगवान्हरूलाई सम्झिने, सबैले परिवार, घर परिवार, साथी भाइ, इष्ट मित्र सबैलाई सुख शान्ति समृद्धि दियोस्, हेल्दी बनाइराखोस्, दुःख कष्ट केही नहोस् भगवान् भनेर सम्झिने। अनि भगवान्ले ढोक दिने, उठ्ने, अनि हात त्यसरी आँखा बन्द हात मल्ने, अनि त्यो तातो हात आँखामा लगेर ढकनी जस्तो राख्ने, बिस्तारै आँखा त्यो हातको हत्केला भित्र आँखा चिमचिम 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 गर्ने, बिस्तारै खोल्ने।